हाई एभ्रिवान, आउनुहोस् आज मिलेर यो मेकअप लुक क्रिएट गरौँ है त। यो मेकअपलाई चाहिँ तपाईँले कुनै पनि फङ्सनमा कुनै पनि इभेन्टमा क्यारी गर्न सक्नुहुन्छ। कस्तो सिम्पल येट एलिगेन्ट देखिने यो मेकअप लुक अब सुरु गरौँ है त। म सुरुमा चाहिँ मजाको एउटा मोइस्चराइजर लगाउँछु मेरो पुरै फेसमा, किनकि जति राम्रो तपाईँको स्किन प्रेप हुन्छ त्यति राम्रो तपाईँको मेकअपको बेस बन्छ। सो मेकअपको बेस राम्रो भयो भने तपाईँको ओभरअल मेकअप राम्रो देखिने हो। सो अब म मेरो पिगमेन्टेसनवाला एरियामा चाहिँ थोरै क्यान्सल आउट गर्छु। एउटा कलर करेक्टर लगाउँदैछु म यो सिग्मा ब्युटीको। सो यसलाई मैले ब्रसको हेल्पले जहाँ जहाँ मेरो पिगमेन्टेसन छ, डार्क स्पट छ, मैले त्यसलाई कभर गरेँ। अब फाउन्डेसनमा मैले लिएको छु यो मेबलिनको फाउन्डेसन, आज फर्स्ट टाइम ट्राई गर्दैछु। अनि यो बीके ब्युटीको ब्रस यस्तो राम्रो रहेछ, आज फर्स्ट टाइम ट्राई गरेको म एकदमै फ्यान भएँ म यसको। ब्युटी ब्लेन्डर अरू ब्रसहरू बिर्सिनुहुन्छ तपाईँहरूले यो युज गर्नुभयो भने। यस्तो राम्रो छ, बिट प्राइसी छ तर एकदम राम्रो काम गर्छ। मलाई चाहिँ एकदमै धेरै मन पर्यो हैन, कस्तो मजाले ब्लेन्ड भएको छ। फाउन्डेसनको सेड पनि एकदम म्याच भएको छ हैन। सो एकदम राम्रो बेस, एकदम राम्रो लागेको छ मलाई। अनि त्यस पछाडि म लगाउँछु कन्टुर। मैले चाहिँ यो साची ब्युटीको स्टेनवाला लिएको छु। सो थोरै धेरै लागिहालेको छ हैन, एकदम राम्रो छ। यो पनि कस्तो मजाले ब्लेन्ड हुन्छ, सो स्मुथ छ, दिनभरि बस्छ। लङ तपाईँलाई डे होल डेको लागि मेकअप चाहिएको छ भने चाहिँ यो एकदम राम्रो छ। एउटा ब्रसको हेल्पले म त्यसलाई मजाले ब्लेन्ड गर्छु। पहिला मैले डबल चिनको लागि त्यो ज लाइन एरियामा लगाएको छु, अनि त्यस पछाडि म मेरो अरूतिर सबैतिरको ब्लेन्ड गर्छु। यसले चाहिँ मेरो फेस फाउन्डेसन लगाएर पुरै फ्ल्याट भएको थियो नि त, सो त्यसलाई एकदमै राम्रो स्ट्रक्चर दिन्छ हैन, आफ्नो त्यो नेचुरल स्ट्रक्चर जुन हुन्छ नि फेसको, जुन कि अहिले मेरो हराइसकेको छ। सो म त्यसमा कन्ट्रोल लाएर म त्यसको सेपमा ल्याउँदैछु, स्याडो क्रिएट गर्दैछु। अब म ब्लस लगाउँदैछु, साची ब्युटीको स्टेनवाले ब्लस हो यो पनि। सो यसलाई चाहिँ म दुईटा कलर मिक्स गरेर लगाउँछु, थोरै ओम्ब्रे स्टाइलमा, किनकि अगाडि हल्का लाइटर कलर लाएर पछाडि थोरै डार्क गर्दैछु। सो त्यस्तो हुँदाखेरि कस्तो राम्रो ब्लेन्डेड लुक आउँछ नि त। सो मैले यहाँ चाहिँ अलिकति धेरै लगाइहालेँ, किनकि यस्तो राम्रो पिगमेन्टेसन छ नि यो ब्लसको। यस्तो एउटा सानो डटले तपाईँको फुल फेसलाई हुन्छ क्या, जति चाहिन्छ तपाईँलाई। अनि अब म त्यसमाथि कन्सिलर लगाउँदैछु, हुडा ब्युटीको कन्सिलर लिएको छु मैले चाहिँ। अचेल चाहिँ कन्टुर र लिक्विड प्रडक्ट लगाइसके पछाडि चाहिँ म कन्सिलर लाउँछु। त्यसले गर्दाखेरि तपाईँको ब्लसहरू अलिकति धेरै लागेको छ या त ब्लेन्ड राम्रो भएको छैन भने यसले मजाले ब्लेन्ड हुन्छ। सो एउटा कम्प्लिट लुक आउँछ क्या, क्लिन लुक आउँछ। त्यसले गर्दाखेरि चाहिँ म अहिले कन्सिलर लाएर हाइलाइट गर्नको लागि थोरै ब्राइटर कन्सिलर लगाएको हो। सो त्यसलाई पनि म बीके ब्युटीकै कन्सिलर ब्रसले ब्लेन्ड गर्दैछु। यस्तो इजिली ब्लेन्ड हुन्छ नि यो। मलाई साँच्चै अलिकति हायर प्राइसमा गइसकेपछि प्रडक्टहरू राम्रो हुन्छ भन्ने कुरा चाहिँ मैले अचेल आएर थाहा पाउँदैछु क्या, युज गर्न थालिकन। नभए चाहिँ म सानोतिनो कुरामा पनि काम चलाउने मान्छे हो। सो एकदमै राम्रो छ, तपाईँहरूले पनि ट्राई गर्नु यो टेक्निक। अनि अब त्यस पछाडि चाहिँ मैले फाउन्डेसनले मजाले फाउन्डेसन ब्रसले एकचोटि फेरि ब्लेन्ड गरेँ, ताकि सिमलेस सबै राम्रो देखियोस् भनेर। अनि मैले पाउडरले सेट गरेँ, रेगुलर म जहाँ सेट गर्छु त्यो। अनि म ब्राउज फिल गर्दैछु, एलिगलको ब्राउ पोमेड लिएको छु। अनि तल एउटा लाइन ड्र गरिसकेपछि मैले ब्रस गरेँ, अनि त्यस पछाडि थाहा हुन्छ क्या कहाँ ग्याप रह्यो रहेन भनेर। अनि सो त्यस्तरी तपाईँहरूले फिल गर्नु होला। मैले मजाले भिडियोमा देखाएको छु। यो भिडियो एकदम छोटो मिठो छ, सो तपाईँहरूले एन्डसम्म हेर्नु होला, एकदम राम्रो छ। सो मेकअप लुक पनि एकदमै राम्रो आएको छ, किनकि यो एकदम सिम्पल छ नि त, केही चङ्की कुनै ग्लिटरहरू पनि लगाएको छैन। अनि कन्सिलर लगाएर मैले मेरो ब्राउजलाई क्लिन गरेँ, अर्कोतिर पनि फिल गरेँ। एउटा आँखामा आई स्याडो लगाइसकेको छु, अब अर्कोतिर लाउँदैछु। एउटा लाइटर ब्राउन सेड लिएर म मजाले त्यसलाई क्रिज एरियामा ब्लेन्ड गर्छु। अर्को थोरै त्योभन्दा डार्कर सेड लिएर चाहिँ म मेरो त्यो क्रिज एरियामा चाहिँ थोरै डार्क बनाउँछु हैन। देखिहाल्नु भयो मैले अघिको कलरले सबै पुरै लिडमा ब्लेन्ड गरेको थिएँ भने अहिलेकोले चाहिँ मैले क्रिज एरियामा फोकस गरेको छु। त्यसो हुँदाखेरि थोरै डेप्थ देखियो नि त। अनि अब म एउटा ब्ल्याक कलरको पेन्सिल लिन्छु, अनि त्यो लिएर चाहिँ म मेरो यस्तो आँखाको त्यहाँनिर लगाउँछु हैन, त्यो ल्यास लाइन एरियामा। सो त्यहाँ लगाएपछि चाहिँ अनि त्यसलाई म रफली लगाउँछु, अनि मजाले त्यसलाई ब्लेन्ड गरिदिन्छु। सो एकदम राम्रो स्मोकी लुक आउँछ हैन। अब ब्रसको हेल्पले मजाले ब्लेन्ड गर्छु, अनि त्यसमा पनि एउटा कालो ब्ल्याक कलरको आई स्याडो लगाएर चाहिँ म त्यसलाई मजाले ब्लेन्ड गर्छु हैन, त्यो ताकि लाइन केही नदेखियोस् भनेर। सो एकदम राम्ररी ब्लेन्ड हुन्छ। अनि लास्टमा गएर फेरि म त्यो अर्को पहिला लगाएको ब्रस थियो नि हो, त्यो ब्रसले चाहिँ एकदम सबैतिर त्यसलाई ब्लेन्ड गरिदिन्छु, त्यो दुईटा कलरलाई मर्ज गर्ने गरेर।
तपाईहरुलाई केही चाहिँदैन, धेरै कुनै ठुलो कुरा हुँदैन यसमा मेकअपमा, जस्ट टेक्निक र थोरै सानो टिप्सहरुले चाहिँ तपाईको मेकअपलाई क्लियर बनाउँछ क्या, राम्रो बनाउँछ। अनि ल्यासेस लगाउँछु, मस्कारा लगाएँ मैले, ल्यासेस लगाएँ अनि अब लोअर ल्यासमा पनि म मस्कारा लगाउँछु। त्यस्तो हुँदा चाहिँ मेरो आई लुक मलाई कम्प्लिट भयो जस्तो लाग्छ हैन। आज मैले कुनै हाइलाइटरहरु लगाउँदिन, केही लगाउँदिन, जस्ट सिम्पल राख्छु। अब म फेसमा अघि जुन कन्ट्रोल गरेको थिएँ नि, लिक्विड कन्ट्रोल ब्लस गरेको थिएँ, त्यसलाई म सेट गर्छु। त्यसको लागि चाहिँ मैले हुलाको बेनिफिटको हुला ब्राउन्जर लिएको छु अनि त्यसलाई म जहाँ मैले कन्ट्रोल गरेको थिएँ त्यहाँ म लगाउँछु। अब ब्लस लिन्छु एल्फको अनि ब्लस लगाएको ठाउँमा म त्यसलाई लगाउँछु। सो यति हुँदाखेरि तपाईको मेकअप यस्तो राम्रो देखिन्छ। अनि त्यस पछाडि लिपस्टिक लायो अनि आफ्नो मेकअप डन भयो। त्यो भन्दा अगाडि चाहिँ म मेरो फेसलाई सेट गर्छु ताकि लिपस्टिक लाएर अनि ड्रेसअपहरु गर्नुन्जेलमा तपाईको फेस एकदम सेट भइसक्छ क्या, एकदम राम्रो फ्ललेस देखिन्छ। सो सेटिङ स्प्रे चाहिँ तपाईले युज गर्नु होला किनकि गर्मीको टाइममा नगर्मीकै टाइममा पनि तपाईहरुलाई लङ लास्टिङ बनाउनु छ भने चाहिँ सेटिङ स्प्रे लायो भने चाहिँ तपाईको फेस कम्प्लिट मज्जाले सेट हुन्छ क्या। सेट भइसकेपछि तपाईको मेकअप राम्रो देखिन्छ। सो लिपस्टिक लाउँदै छु म नेक्स्टको लिप लाइनर पनि लिपस्टिक पनि। सो त्यसलाई मज्जाले पहिला लिप लाइन गर्छु। मलाई थोरै ओभर लाइन गरेको मन पर्छ माथिको लिप्समा, तलको लिप्समा। सो साइडमा चाहिँ म केही गर्दिन, जस्ट बीचको पार्टमा चाहिँ म ओभर लाइन गर्छु अनि लिपस्टिक लाउँछु अनि त्यसलाई आफ्नो फिंगरको हेल्पले ब्लेन्ड गर्छु। सो यो मेरो कम्प्लिट लुक कस्तो राम्रो फ्ललेस मेकअप भएको छ हैन। सो मलाई एकदमै मन परेको लुकमा पनि पर्छ क्या यो। सो तपाईहरुलाई कस्तो लाग्यो मलाई कमेन्ट गरेर भन्नु होला। मलाई चाहिँ यस्तो सिम्पल खालको मेकअप चाहिँ एकदम मन पर्छ हैन। मेरो आफूमा चाहिँ मन पर्यो भने चाहिँ लाइक कमेन्ट गरेर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला है त। ओके बाइ।